बजारमा बस्नुभन्दा गाउँघरमै बस्नु राम्रो रहेछ। पहिलोचोटि हामीले यो फ्रेसर धान झार्ने कार्यक्रम हुँदैछ हाम्रो दाइकोमा। त्यसमा हामी आज चाहिँ लक्ष्मी हामी भित्राउँदैछौँ। बिल्कुल अब हाम्रो काका पनि आउनुभयो। काका के एमजेसी होस् 10 कठा माटोमा 50 मन फलिहाल्यो। जसङ मेम्बाङको मेरो कुनी छोरा हो। यो खुसी लाग्छु। हामीहरू बजारमा बस्नुभन्दा गाउँघरमै बस्नु राम्रो रहेछ। पहिले होइन यस्तो गाडीहरू यस्तो देखेको थिएन होला होइन। अनि हाम्रो त अहिले चलन त यही आयो। ठिकै छ नि। ठिकै छ ल